सबैजना मलाई धेरै माया गर्ने दिदीबहिनीहरूलाई पनि ह्यापी गर्लफ्रेन्ड्स डे। प्लस आज चाहिँ गर्लफ्रेन्ड्स डे भन्दा पनि फ्रेन्डसिप डे जस्तो गरेर मैले मेरो दिन बिताएँ। ल आउनुहोस् आज चाहिँ म बिहानदेखि बेलुकासम्म एकछिन नबसी के गरेँ हेरौँ है त। फर्स्टमा त बिहान उठ्ने बित्तिकै फ्रेस भएँ, देन आफ्टर हल्का ब्रेकफास्ट खाएँ, कफी र दुध, देन आफ्टर अलिअलि मेकअप गरेर बाहिर निस्किहालेँ। पानी परेर यस्तो झ्याउ भइरहेको थियो, त्यही पनि भिज्दै साथीहरू भेट्नलाई यहाँ बौद्धमा जम्मा भयौँ। त्यहाँबाट चाहिँ हामी एकछिन माथि यहाँ डाँडानिर आएको थियौँ। अनि मेरो बोयफ्रेन्ड चाहिँ आज 12 दिनपछि घरबाट निस्केको, तर पनि हि रिमेम्बर्स के आज गर्लफ्रेन्ड्स डे भनेर। अनि उसले मलाई बुके ल्याएको रहेछ, द्याट वाज सो स्विट। अनि यता हल्का स्न्याक्स चिया खायौँ अनि गफसफ गरेर यता तल दाउरा मोमोमा खाजा खान आयौँ। र यताको मोमो र सुकुटी वाज सो मच गुड। यस्तो पानी परेको बेलामा तातो झोल मोमो खाँदा त मजा आयो। र मेरो साथी चाहिँ अन्तिममा मात्र आए, त्यसैले हामी यता बौद्धमा यसो गफसफ मात्रै गर्न बस्यौँ। र यो चाहिँ मेरो स्कुलको साथीहरू हो, हामी चाहिँ एकदमै मिल्छौँ। र फेरि केही दिनपछि भेट्ने भनेर हामी चाहिँ निस्किहाल्यौँ। र पानी पनि परिरहेको थियो र मजाले भिजेँ। घर आएर सावर लिएँ, देन आफ्टर म फेरि रेडी हुँदैछु। राति भए पनि मैले सनस्क्रिन लगाएको छु किनकि फेसमा कस्तो छुट्टै चमक दिइहाल्छ। देन आफ्टर मजाले फाउन्डेसन यताउति लगाएर म चाहिँ मेकअप गर्दैछु। र मेकअप सेकअप सकाएर म हेयर चाहिँ खासै केही गर्दिनँ, एज रेगुलर इनकल गर्छु। अनि हल्का ग्लस पनि लगाइदिन्छु र ड्रेस चाहिँ खासै केही गरेको छुइनँ, सिम्पलै। देन आफ्टर म चाहिँ यता लोकेसनमा आइसकेँ र यता चाहिँ खाजाहरू अर्डर गरिसकेको रहेछ। अलिअलि खाजा खायौँ, गफसफ गऱ्यौँ अनि हल्का ड्रिङ्क्स पनि लियौँ, सबैजनालाई चियर्स गर्दै। र यता लाइभ म्युजिक सुन्दै गफ गर्दै बस्यौँ। आज चाहिँ मेरो दाइको पोस्ट बर्थडे सेलिब्रेसन थियो र यता चाहिँ दाइको क्लोज फ्रेन्ड्स बहिनी हामी सबैजना थियौँ। र अलरेडी एकदम ढिलो भइसकेको थियो, केक सेक काट्यौँ र अलिअलि स्याम्पेनले पनि पुरै भिज्यौँ। र मेरो चाहिँ स्कुटरमा पेट्रोल थिएन, हालेर म चाहिँ घर फर्केँ। बाई।